यदि तपाईँ मुस्ताङ इभी गाडी लिएर आउँदै हुनुहुन्छ भने चाहिँ लेतेमा पनि कालो पालीमा गाडी चार्जको चार्जिङ स्टेसन भेट्नुहुन्छ। यहाँ चाहिँ 40 किलोवाटको सिसिएस गर्म मात्रै छ है। यदि तपाईँले गाडी चार्जको एप छ भने तपाईँसँग डाउनलोड गर्न सक्नुहुन्छ र त्यो एप्समा तपाईँलाई लोकेसन देखाइदिन्छ। यो रहेछ लेते कालो पानी देख्न सक्नुहुन्छ होला हिमाल। वेदर यस्तो क्लियर छ आज है। यहाँनिर हामीले हिजो आएर गाडी चार्ज गरेको थियौँ। गाडी चार्जबाटै गाडी चार्ज गऱ्यौँ अहिले। सो इफ यु हेभ अ गाडी चार्जको एप डाउनलोड गर्नु होला, लोकेसन देखाइदिन्छ। यहाँ चाहिँ के देखेँ मैले भन्दाखेरि मलाई हिजो राति गाडी चार्ज गर्दाखेरि 38-39मै चार्ज गर्यो। यदि तपाईँ के अरे अर्को हजुरको तपाईँको मार्फमा पनि छ गाडी चार्जको, त्यहाँ चाहिँ जम्मा 18 किलोवाटले मात्रै म्याक्सिमम चार्ज गर्दो रहेछ। यहाँ चाहिँ अलिक बढी चार्ज गर्दो रहेछ है। त्यति मात्रै छ। यसको लागि तपाईँले एप डाउनलोड गर्नु होला र इभी गाडी लिएर मजासँगले आए हुन्छ। गाडी चार्जको 3 ठाउँमा छ, प्लस जोमसुममा एक ठाउँमा स्लो चार्जर छ एउटा होटलमा द फेस रिसोर्ट भन्नेमा। अर्को बाहेक त्यहाँनिर हजुरको जोमसुममा अर्को एउटा एमएडब्ल्यूको पनि पुलिस कार्यालयको छेउमा छ, खोलाको ठक्क पारिपट्टि जानुभयो भने त्यहाँ पनि छ एउटा। सो इभी गाडी लिएर आउँदा त्यस्तो खासै प्रब्लम चाहिँ छैन है।